पासपोर्ट रोक्ने के ठानेको छ? यो हाहुको सरकारलाई देश जिम्मा लगाइदिएर हामी विदेश भाग्छौँ के छ? विदेश होइन के उखाने भए खासमा यति बेला तिमी हनुमान ढोका कि नखु जेलमा हुनुपर्ने मान्छे हो के होइन। हिजो अस्ति मिडियामा इन्टरभ्यू हेर्दा त आँखाभरि आँसु बोकेर इन्टरभ्यू दिँदा त म पनि माया लाग्यो के बिचरा बुढो मान्छे भनेको होइन। 12 वर्ष कुकुरको पुच्छा ढुङ्ग्रोमा लायो बाङ्गोको बाङ्गो भनेको यही पो रहेछ त होइन। मान्छे के चाहिँ खाँदा यति निज हुन्छ होइन। अझै त्यही उच्छृङ्खल बोलियो अनि तिम्रो सनकले गर्दा त्यत्रो चाहिँ नि सिंहद दरबार जलो देश खरानी भयो, तस नस भयो, 72 जना चाहिँ शहादत भयो। अझै अलिकति पनि पछु त छैन, अलिकति पनि छैन। अब छोडिदेऊ न, 30-35 वर्ष त अब संसदीय व्यवस्थामा बसेर घुमाइ देशलाई लुट्यौ त, अब अझै लुट्न पुगेन। अब यति चाहिँ गुण लगाइदेऊ त। अब यस्तै उच्छृङ्खल अभिव्यक्ति दिँदै हिँड्यो भने जेनजी 5 मिनट पछि होइन आधी घन्टा अघि आइपुग्ला नि बा। फेरि बुढेसकालको हड्डी छ नि, भाँच्यो भने फेरि जोडिनु साह्रै मुस्किल हुन्छ के।